एसीको पोइन्ट हो यो त तल स्विच राखेको छ हामीले टक्क मिलाउनलाई माथि बन्द गर्न पर्दैन हामी तल बन्द गरेको छ हैन बाथरुमको एउटा एडजस्ट फ्यानलाई चाहिँ त्यहाँ पोइन्ट छोडे यता गिजर हैन अनि त्यहाँमाथि लाइट अब टक्क धारा पनि हामीले वायरिङ गर्ने हो अब हाम्रो केटाहरू छ हैन पावर सकेटको स्विच भयो यो इन्डिकेटर त्यस पछाडि यो खाली लक नेटको लागि अब वाइफाईको जोइनिङ यता कम्प्युटर चलाउनलाई बनाएको छ हामीले त्यस पछाडि हाम्रो बाँकी छ फिटिङ गर्ने हो यसरी हो हैन यो पनि सेम त्यस्तै हो तल टु स्विच यता टु स्विच बेस सबै छ यता पनि अब यता बाँकी एसी के भन्छ एसीको पोइन्ट हैन टक्क यो स्विच भयो एसीको अनि यता दुईटा पावर सकेट यता हेन्ड टेबल बस्छ टक्क यहाँ कम्प्युटर बसेर यहाँ कम्प्युटर चलाउने हैन अनि बाहिरको दुईटा बत्ती यता छ अनि त्यस पछाडि टोयलेटको बत्ती यता भयो हाम्रो गिजरको पोइन्ट उता छ हैन ल यता आउनुस् अनि एउटा टक्क अब यसमा फिटिङ गर्नु बाँकी छ यहाँ रेगुलेटर भयो अरू बाँकी चाहिँ यो स्विच हैन अब रेगुलेटर र फ्यानको यताउता सबै छ यो फिटिङ गर्ने लास्टमा फिटिङ गर्ने हो अहिले फिटिङ गर्ने हैन बाँकी छ यो हाम्रो मिनी किचनको स्विच हो पावर सकेट यता छ इन्डिकेटर भयो बत्तीहरूको लागि यता छ के भन्छ पानीको तार्नु हैन बनाउने यताउता सबै गर्नलाई हो यता ट्याक्क हामीले यहाँ चाहिँ टेबल राखेर यहाँ कम्प्युटर चलाउने यहाँनिर पनि कम्प्युटर बस्छ अनलाइन काम भइरहेको हुन्छ होइन अब यता चाहिँ दुईवटा फ्यानको लागि यहाँ रेगुलेटर छ स्विच पनि बनाइसकेको छ पावर सकेट के छ होइन इन्डिकेटरहरू यता पनि पावर सकेट राखेको छ हामीले होइन पछाडि बाँकी यहाँनिर पनि एउटा सानो सानो टेबल बस्छ यता पनि कम्प्युटर यो नमस्ते मेरो फेसबुक फ्रेन्डलाई सबैजनाले माया गरिदिनु होला सपोर्ट गरिदिनु होला फलो गरिदिनु होला मैले न्यू आइडी बनाएको छु तपाईहरुको साथ सपोर्ट चाहिन्छ मलाई सबैजनाले एक फलो गर्नु होला तपाईको एक फलोले मलाई चाहिँ धेरै अगाडि बढाउने छ मैले जानेको